घरमा थिएँ दसैँमा बालियो तिहारमा रोटी पकाइयो दसैँमा त बालिएन आउँथ्यो नि बर्खा पानको अनि रोटी पकाइयो साइन लहर बाल्नु 2-4 खेप अनि अलिअलि थियो जङ्गल गए पनि पाइन्छ दाउराको काट्नु भर्खरै माथि माथि यतै होइन आमाले लिएर आउँछ क्या त्यसले हल्लिरहेछ अझै अलिक शीतलमा बस्नु न माथि सित जान रहर गरी बल्ल काम चलेको छ अनि जाउँ कि जाउँ भन्न पनि उत्तर लाग्यो पिच्छ भनेर आएको त बाटो त पिच्रो छ हो चाहिँ टाढाको छ यहीँबाट चाहिँ तरुङ हौ उँभो होला नि त जानु यहीँबाट 2टा छ नि त फेरि खोलो लामो रहेछ यहीँबाट चाहिँ तरुङ खोलो तर नसकेर घुमाउँदैछु